त्योमध्ये सबैभन्दा बढी रियल ब्याटल ग्राउन्ड भएको छ झापा 5। जताततै त्यसैको चर्चा छ अहिले। न्याय दिने अर्थात् अब आफ्नो अमूल्य भोट हालेर अब हुनेवाला प्रधानमन्त्री चुन्ने जनता कस्ता छन् त त्यो क्षेत्रका, आउनुहोस् त्यो हेरौँ। अब निर्वाचन आयोगको यो डेटा अनुसार यो क्षेत्रमा जेनजी समूह अर्थात् 18 वर्षदेखि 29 वर्षसम्मका समूहमा 35,000 मतदाताहरू छन्, एक्टिभ मतदाता। 30 वर्षदेखि 45 वर्षको उमेर समूहमा 53,000 मतदाताहरू छन् यहाँ। अनि 46 वर्षदेखि 60 वर्षको समूहमा 45,000 मानिसहरू छन्। अनि 60 वर्षभन्दा माथिको समूहमा भने 26,000 गरेर जम्मा जम्मी 1,59,000 लगभग मतदाता छन् यो क्षेत्रमा। यसअघि एमाले अर्थात् ओलीले मात्रै ल्याएको अरू गठबन्धनले दिएको भोट घटाउँदाखेरि नेट भोट जुन छ त्यो लगभग 35,000 को हाराहारीमा देखिन्छ यो क्षेत्रमा। त्यो बेला यहाँ हेर्नुभयो भने देख्नुहुन्छ रासोपा दोस्रोमा थियो लगभग 18,000 मतका साथ, अनि तेस्रोमा थियो काङ्ग्रेस झन्डै 17,000 मतका साथ। चौथो र पाँचौंमा माओवादी अनि राप्रपा क्रमशः 9,000 र 7,000 मत ल्याएका थिए त्यो बेलामा। बाँकी साना दल र स्थानीय दलहरू थिए। अब यसपालि जति बेला जेनजी मुभमेन्ट भयो त्यो बेलामा सबभन्दा पहिलो रोजाइ प्रधानमन्त्रीका पहिलो रोजाइ बालेन शाह थिए। प्रधानमन्त्री बनिदिनु पर्यो भनेर उनलाई अनुरोध गर्दाखेरि पनि उनले प्रधानमन्त्री बन्न अस्वीकार गरेका थिए। उनका विरोधीहरूले उनी विरुद्ध जतिसुकै प्रचारबाजी र प्रोपागान्डा गरे पनि जेनजी आन्दोलनबाट यदि अहिले कसैलाई सबैभन्दा बढी फाइदा भएको छ भने त्यो बालेन शाहलाई। उनको क्रेज भर्खरै जनकपुरमा भएको सभाबाट पनि देखिसकेको छ। आएको मधेसिया छौडा प्रधानमन्त्री बनेला है वैला वैला आएको मधेसिया पीएम बने वाला है वैला घंटी में वोट नहीं रहे के सही लोग आवे वाला है वैला घंटी में वोट रहे के सही समय आए वाला है वैला घंटी में वोट रहे के सही सरकार आए वाला है वैला घंटी में वोट रहे के